हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको भिडियोमा म कुरा गर्न गएको छु नेपालको 15 सदस्यीय स्क्वाडको बारेमा, जुन जानेछ इन्डियामा विश्वकप 2026 को लागि। सुरुमा चर्चा गरौँ नेपालको स्क्वाडको बारेमा। नेपालको 15 सदस्यीय स्क्वाडको लिड गर्नेछन् रोहित पौडेलले भने दिपेन्द्र सिंह ऐरी नेपालको भाइस क्याप्टेन हुनेछन्। टिममा आसिफ शेख र लोकेश बम मध्ये एकजनाले विकेट किपरको भूमिकामा निर्वाह गर्नेछन्। त्यस्तै ब्याटरको रूपमा कुशल भुर्तेल, आरिफ शेख र सन्दीप जोरालाई छनौट गरिएको छ। अलराउन्डरको रूपमा सोमपाल कामी, करण केसी, बासेर अहमद र गुलसन झा रहेका छन्। बलरको भूमिकामा भने सन्दीप लामिछाने, नन्देन यादव, सियर मल्ल र ललित राजवंशी रहनेछन्। अब के नेपालका म्याचहरू इन्डियामा होलान् या बङ्गलादेशसँगको म्याच नेपालले श्रीलङ्कामा खेल्नेछ, यो विषयमा म आज चर्चा गर्नेछु। त्यसैगरी बङ्गलादेशले इन्डियालाई आफ्नो गेमहरू इन्डियामा सेफ छैन भन्नुको कारण के हो, त्यसको पछाडिको मेन रिजन के हो, त्यसको बारेमा पनि म यो भिडियोमा एक्सप्लेन गर्नेछु। विवाद तब सुरु हुन्छ जब कलकत्ता नाइट राइडर्सले बीसीसीआईको दबावमा मुस्ताफिजुर रहमानलाई रिलिज गर्छ। रहमानलाई केकेआरले 9 करोड 20 लाखमा खरिद गरेको थियो। त्यसको भोलिपल्ट बङ्गलादेश क्रिकेट बोर्डले आइसिसीलाई आफ्ना खेलाडीहरू र आफ्ना म्याच अफिसियलहरू इन्डियामा सुरक्षित नरहेको भन्दै आफ्ना गेमहरू इन्डियाभन्दा बाहिर सार्नको लागि अनुरोध गर्दै पत्र लेख्छ। अनअफिसियल स्रोतका अनुसार बङ्गलादेशको यो रिक्वेस्टलाई आइसिसीले समय कमी भएको भन्दै अस्वीकार गरेको छ। अर्थात् नेपालका सबै म्याचहरू इन्डियामा नै हुनेछन्। यदि बङ्गलादेश इन्डियामा आएर खेल्न असमर्थ भएको खण्डमा सबै विपक्षी टोलीले अङ्क प्राप्त गर्नेछन् भने बङ्गलादेश ग्रुप स्टेजबाट नै बाहिरिनेछ। आगामी भिडियोमा पनि म नेपाल क्रिकेटका न्युजहरूको भिडियो लिएर आउनेछु। किप वाचिङ। थ्याङ्क यू सो मच।